अब हामी शब्द निर्माणमा गइरहेका छौं। वर्ड फर्मेसन आजको टपिक शब्द निर्माण। वर्ड फर्मेसन अक्षर निर्माण। ल हेरौं, अब यो डट डटमा चाहिँ कोरियनमा लेख्ने हो। यहाँ चाहिँ मैले अमनी लेखेँ। ल अमनी लेख्नु पर्यो। कसरी लेख्ने? अमनी भनेको के रे? आमा। ल कोरियनमा अमनी लेख्नु पर्यो। अब कसरी लेख्ने? ल हेरौं, ल यति गरी चाहिँ अ भयो त? भएन नि, यो त अकार मात्र भयो। हो, अब यो सँगै अ पनि चाहियो। अनि यतिले म काम गर्यो त? भएन, यो त मलाई फेरि अ चाहियो। म न र इले नि, न र इकार नि अमनी। अमनी भने कि आमा। यसरी लेख्नु पर्यो है। त्यसो भए अब अर्को शब्द लेख्छु। ल लेख्नुस्, आबाजी लेखेर देखाउनु पर्यो। ल आबाजी लेख्नु पर्यो। कसरी लेख्ने त? ल आबाजी भनेको बुबा। ल हेरौँ है, आ लेख्नलाई यतिले काम गर्यो त? भयो त आकार मात्र भयो। अब कन्सोनेन्टको अ चाहियो। अ र आले आ। कन्सोनेन्ट अ के हुन्छ? साइलेन्ट हुन्छ। आ ब र अले के भयो? ब। ज र इले जी। आबाजी भनेको बुबा। त्यसो भए इमो लेख्नु पर्यो। ल इमो कसरी? इमो भने कि सानीमा, आमाको बहिनी सानीमा। ल इ लेख्नलाई यतिले काम गर्यो त? गरेन। इसँग कन्सोनेन्टको अ चाहियो, साइलेन्ट अ छ। यो म र ओले के हो? म। तल लेख्नु पर्यो, म र ओले भयो। इमो भने कि सानीमा। ल यसरी। त्यसो भए मरी भनेर लेख्नु पर्यो। कसरी लेख्ने त? ल मरी भने कि टाउको। अब मरी लेख्नलाई पहिला चाहियो म चाहियो, अनि त्यसपछि मलाई अकार चाहियो। र इले के भयो? रि। मरी भने के भयो? टाउको। ल यसरी लेख्नु पर्यो है। त त्यसो भए अर्को शब्द लेखौँ, हरि। ल हरि भने कि कम्मर। ल हरि लेख्नलाई पहिला के चाहियो? ह चाहियो। ह र इले के चाहियो? रि। हरि भने कि कम्मर। त्यसपछि हर्को लेख्नु पर्यो। ल नारा भन्ने लेख्नु पर्यो। ल न नारा। नारा भने कि देश। ल नारा लेख्नलाई पहिला के चाहियो? न चाहियो। न र आले के भयो? ना भयो। र आले रा। नारा भने के भयो? देश। त्यसो अर्को नि शब्द लेखौँ। ल नाई भनेर लेख्नु पर्यो। ल नाई। नाई भने कि उमेर। ल न र आले ना, नलाई आकार ना, अ र इले इ। नाई भने कि उमेर। अब अर्को तरिकाबाट हामी लेख्नेछौँ। अर्को तरिका चाहिँ अब कोरियन लेखेपछि त्यसको उच्चारण पनि जान्नु पर्यो है। ल यसो सँगसँगै तपाईँहरूले पनि लेख्ने प्र्याक्टिस गर्नुपर्छ। ल ल हेरौँ। ल त्यसो भए ल यो के भयो त? यसलाई केटी भन्छ। ल अब त्यसो भए के भयो त? अ र यले के भयो? य। जराले जा। य जा। अब मैले कोरी लेख्छु, तपाईहरुले बिचको प्र्याक्टिस गर्नु पर्यो। त्यसपछि मैले लास्टमा यो लेखिदिनेछु, उच्चारण पनि लेखिदिनेछु। तपाईहरु यहाँ ध्यानपूर्वक हेर्नु होला। ल त्यसो भए ल यो लेख्नुस्। यो भनेको मुस्कान, हाँसो, मुस्कान। यो भनेको प्रत्येक। बाँड्नु। यो भनेको
सिंह यो भनेको आवाज यी सरल शब्दहरू हुन् झुन्डिएका पनि छैनन् गाह्रा पनि छैनन् हराउनु आउनु बाहिर निस्कनु बाहिर आउनु This is अंगुर This is सीधा पार्नु फैलाउनु This is रगत चिया गाडी पनि हो This is चिसो हुनु भारी हुनु गाडी बाँध्नु ल धेरै छन् है This is जामा स्कर्ट This is चढ्नु This is नाक This is लम्बाई मान्छेको लम्बाई भनेपछि फेरि उचाइ हुन्छ स्विच अन गर्नु This is ठुलो हुनु This is रुख काठ This is म
त्यसपछि त तिमी ल यति गरेपछि यहाँहरूले बुझ्नुभयो भन्ने लागेछ गर्नु राम्ररी गर्नुभयो भन्ने लागेछ अब कतिको मिलाउनु भयो त हो यसको उच्चारण म चेक गरौँ म पनि लेख्दै गर्छु यहाँहरू पनि चेक गर्दै आउनुहोस् ल अब हेरौँ यो य जराले के भयो जा य जराले के भयो जा के जा य जा भयो है त्यसपछि मरैले मी सरौले सो मरैले मी सरौले सो मिसो भयो त्यसो भए मराले के भयो मा दरा आकार दा मा दा भयो है प्रतीक नानु दा नराले ना नरौले नो दराले दा ल सर आकार सा जल आकार जा सा जब सलाई उकार सो र इकार रि सोरी भयो ल यहाँले पनि चेक गर्दै आउनुहोस् अरौले सरैले सी खरैले खी दराले दा त्यसो अरौ ओकार ओ दरा आकार दा नलाई आकार ना गर आकार गा दराले आकार दा नागा दा नराई आकार आकार ना अलाई ओकार ओ दलाई आकार दा नाओ दा है फलाई ओकार फो दलाई ओकार दो फो दो फलाई अकार फ्य दलाई आकार दा फ्य दा ल यसै गरी मिलाउनु भयो भन्ने लागेछ फलाई इकार फी छलाई आकार छा छलाई आकार छा दलाई आकार दा छा दा छलाई इकार छि मलाई आकार मा छिमा जामा थलाई आकार था दलाई आकार दा था दा खलाई ओकार खो यसलाई खास चाहिँ खो भन्नुपर्छ है कसरी भन्यो खो भन्नुपर्छ छिट्टो पनि पढ्नुपर्छ स्ट्रेट खलाइकार खी यसलाई पढ्ने चाहिँ खास खी भन्नुपर्छ है यो चाहिँ खी भन्ने खलाई यकार ख दलाकार दा ख दा भयो खलाई उकार खु दलाकार दा खुदा नलाई आकार ना मलाई उकार मु नलाई आकार ना नलाई आकार न ल अब यसरी चेक गरेर तपाईहरुले मिलाउनु भयो भन्ने लागेछ अब मसँग ताराशय गर्नुस् अनि तपाईहरुलाई पढ्न पनि सजिलो हुन्छ एकछिन हामी ड्रिलिङ गरौँ ल वर्ड फर्मेसन अमनी अमनी कोरिन हेरेर पढ्नु पर्यो अमनी भनेको के आमा अमनी भनेको के रे आमा आबजी के रे आबजी आबजी भने बुबा इमो 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 भनेको सानीमा हाम्रो नेपालीमा भने अब अमनी आमा उस्तै उस्तै छ आबाजी भनेको बुबा सिम्पल सिम्पल छ इमो इमो भनेको सानीमा मरी 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 भनेको के टाउको मरेको टाउको है जसरी याद गर्नु पर्यो हरि 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 भनेको के कम्मर हरि भन्ने मान्छेले कम्मरसम्म आयो भनेर याद गरे पनि हुन्छ नारा 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 भने देश नारा लगाउने ठाउँ देश अर्का देश नारा लगाए त मारिहाल्छ ल जसरी हुन्छ याद गर्नु पर्यो है नाई 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 भने के उमेर नाई भने के रे उमेर यजा 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 भने केटी
मिसो 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 भनेको मुस्कान उस्तै उस्तै छ है मादा 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 भनेको प्रतीक नानुदा 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 भनेको बाँड्नु साझा 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 भनेको सिंह शोरी 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 भनेको आवाज सिखिदा 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 भनेको हराउनु काम हराउनु कुनै चिज फावल सिखिदा खाना अर्डर गर्नु ओदा 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 भनेको आउनु नागादा 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 भनेको बाहिर निस्कनु नाओदा 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 भनेको बाहिर आउनु फोदो यसलाई चाहिँ अलि छिटो हुने फोदो 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 अलि छिटो स्पिड हुने फोदो 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 भनेको अङ्गुर फ्यादा 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 भनेको सिधा पार्नु फैलाउनु फी 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 भनेको रगत छा 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 भनेको चिया गाडी छादा 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 भनेको चिसो हुनु भारी हुनु घडी बाँध्नु पनि यही छादा हो छिमा 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 भनेको जामा स्कर्ट थादा यसलाई अलि छिटो पढ्ने थादा 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 भनेको चढ्नु खो 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 खलाई के भन्नु खो खो भनेको नाक खी 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 भनेको के लम्बाई ख्यादा 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 भनेको स्विच अन गर्नु खुदा 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 भनेको ठुलो हुनु नामु 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 भनेको रुख काठ ना 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 भनेको म न न न भनेको त तिमी यति गरेपछि यो कुरा बुझ्नु भयो भन्ने लागेको छ।